हो। म कक्षा 3 सगरमाथामा पढ्छु। आजको यस कविता वाचन प्रतियोगितामा छनौट भई हजुरहरूको सामु उभिएर कविता वाचन गर्न पाउँदा म निकै खुसी छु, म निकै हर्षित छु। मेरो कविताको शीर्षक रहेको छ मेरी आमा दुईटी र यस कविताका रचनाकार हुनुहुन्छ मेरा श्रद्धेय हजुरबुवा श्री लेखनाथ घिमिरे। यो कविता यस प्रकार छ। एउटी आमा घरकी अर्की आमा स्कुलकी, बराबरी माया गर्ने मेरी आमा दुईटी। घरकी आमा जन्म दिने, हुर्काउने र बढाउने, स्कुलकी आमा माया गर्ने, सिकाउने र पढाउने। एउटी आमा घरकी अर्की आमा स्कुलकी, घरकी आमा लुगा धुने आइरनलाई पठाउने, स्कुलकी आमा मिलाई मिलाई गीत गाउँदै नचाउने। एउटी आमा घरकी अर्की आमा स्कुलकी, घरकी आमा कथा भन्दै ठुमठुमाई सुताउने, स्कुलकी आमा राम्रा राम्रा कथा भन्दै सुनाउने। एउटी आमा घरकी अर्की आमा स्कुलकी, बराबरी माया गर्ने मेरी आमा दुईटी। धन्यवाद।